नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। प्रमुख निर्वाचनमा आयुक्तमा सिफारिस, थपलिया विरुद्ध 6वटा उजुरी सुनवाई बुधबार। गोर्खामा भूकम्पको धक्का, 4.5 रेक्टर स्केलको भूकम्प। अन्डर 19 विश्वकप क्रिकेटमा नेपालको जित, ओमन 150 रनले पराजित। र आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र किङ्स 11 पन्जाब प्रतिस्पर्धा। अब समाचार विस्तारमा। सुनसरीको कोशी गाउँपालिकामा बसले किचेर एक बालकको मृत्यु भएको छ। मङ्गलबार बिहान कोशी गाउँपालिका 8 स्थित हनुमान मन्दिर नजिक सिराहाबाट विराटनगर आउँदै गरेको बसले किचेर पानी बेच्ने 10 वर्षीय बालकको मृत्यु भएको प्रहरले जनाएको छ। सप्तरीको भारदाहाबाट पानी बेचेर भण्डाबारी आउने क्रममा सिराहा विराटनगर चल्ने ना 6ख 5966 नम्बरको बसले किचेर कोशी गाउँपालिका 8 भण्डाबारी बस्ने युसुफ मियाको 10 वर्षीय छोरा नुर सलामको मृत्यु भएको प्रहरले जनाएको छ। बसबाट लडेर पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इनरमा पठाएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरी नायब निरीक्षक अवधलाल शाह सोनारले जानकारी दिए। ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ। चितवनको भरतपुर महानगरपालिका 26 बिलनचोकबाट करेन्ट लागेर आज बिहान 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 15 मङ्गलपुरका 40 वर्षीय होमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिलनचोक स्थित चितवन केबल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाङगङ्गामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा बस ठोकिँदा 1 जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको ना 6ख 2437 नम्बरको सो बसमा सवार 43 जनामध्ये 1 जनाको मृत्यु भएको हो। यस्तै 17 जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएको दैलेखको मावो गाउँपालिका 2 बस्ने 55 वर्षीय नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको हो। सामान्य घाइते भएकाहरू सामुदायिक अस्पताल पिपरामा उपचार भइरहेको छ। दुवै सवारी साधन र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले मङ्गलबार जनकपुरधाममा रहेको उपभोक्ताको मानव अधिकार अवस्था विषयको प्रदेश स्तरीय कार्यशालामा मुख्यमन्त्री राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कारबाही हुने ऐन ल्याउनु पर्ने सुझाव पनि दिनुभयो। हामी कुरा गर्ने हो भने यस्ता पनि ऐन रहेछ होला, हामी मध्ये केही व्यक्तिलाई थाहा होला र मेरो अज्ञानले भन्छ धेरै व्यक्ति अहिले पनि हाम्रो समाजमा यो पनि ऐन रहेछ, यसबाट पनि उपभोक्ता ठगिँदाखेरि कारबाही हुन सक्छ र यो ऐनलाई समातेर हामी ठग्नेमाथि हामी कारबाही गर्न सक्छौँ भन्ने कुरा समाजले अहिले पनि हामी बुझाउन सक्ने बाँकी छ। ल्याउनमा प्रयास गर्नुहुँदैछ, उहाँ सबैले म धन्यवाद दिन चाहन्छु। र यो पहिलो ऐन यो अहिले यहाँ डिस्कसन गरिराखेको प्रदेशमा जो चाहिँ यो 3 तहकै संरचनामा आएको छ। हालै यसपछिका हामी ऐन बनाउँ, नियमावली बनाउँ, जसरी बढ्नु अगाडि पक्कै यो सराहनीय कुरो छ। मुख्यमन्त्री राउतले ऐन कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा गर्ने गरेको पनि उहाँले भनाइ छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नभएको बताउनुभयो। राज्य सशक्त हुनुपर्छ, राज्य बलियो पनि हुनुपर्छ, तर जनता पनि त बलियो चाहियो। अहिले त जनताबाट सञ्चालित सरकार हो,
जनताको प्रतिनिधिहरूबाट सञ्चालित सरकार हो। त्यसकारण यो दुईटैको तालमेल र ब्यालेन्स चाहिँ मिल्नु जरुरी छ। सरकार मात्रै बलियो भएर जनता चाहिँ निमुखा गरिब रह्यो भने साथ केही पनि अगाडि बढ्दैन। कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानिया, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललित शाह लगायतले धारणा राखेका छन्। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेश कुमार थपलियाको सुनवाई बुधबार गर्ने भएको छ। समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया विरुद्ध परेको 6वटा उजुरी खुला गर्दै बुधबार 4 गते दिउँसो 2 बजे सुनवाई गर्ने निर्णय गरेको हो। त्यसअघि बिहान 11 बजे भनी उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। उजुरीको सूचना दिने हुने उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराइने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनवाई प्रक्रिया सम्पन्न गर्ने लगायतका विषयहरूका सम्बन्धमा संसदीय सुनवाई समितिको कार्यविधि 2075 को दफा 15 को व्यवस्थापक कार्यतालिका तयार गर्न समिति सचिवलाई अन्य सदस्यहरू समितिको अर्को बैठक भोलि 4 गते 11 बजे बस्ने गरी आजको बैठक स्थगित। समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 5 जनाको सुनवाई भने बिहीबार गर्ने पनि निर्णय गरेको छ। सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र सुषमलता माधिस विरुद्ध परेको उजुरीमाथि छलफल र सुनवाई गर्ने कार्यक्रम पनि बिहीबार 5 गतेका लागि तय गरिएको समितिका सभापति कर्णले बताउनुभयो। समयभित्र निर्वाचन आयोगको पदमा प्रस्तावित श्री दिनेश कुमार थपलियाका सम्बन्धमा 6 र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरू र सिफारिस प्रक्रियाका सम्बन्धमा 5 वटा उजुरीको सूचना प्राप्त हुन आएको छ। सो उजुरीहरू खोल्नको लागि संसदीय सुनवाई समितिको कार्यविधि 2075 को दफा 16 बमोजिम बैठक समक्ष प्रस्ताव। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सिफारिस प्रक्रिया नै गलत रहेको दाबी गर्दै 2 वटा र अन्य 3 वटा गरी 5 वटा उजुरी परेको पनि संसदीय सुनवाई समितिले जनाएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। गोर्खा केन्द्रबिन्दु भएर मङ्गलबार भूकम्पको धक्का गएको छ। मङ्गलबार मध्याह्न 12 बजेर 34 मिनेट जाँदा 4.5 रेक्टर स्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर 2072 वैशाख 11 गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ। 2 दिन अघि बझाङ केन्द्रबिन्दु भएर 4.8 रेक्टर स्केलको भूकम्प गएको थियो। विश्व सम्पदा स्वयम्भू र हनुमान ढोकाको दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरु योजना तयार पारेको छ। सम्पदा तथा पर्यटन समितिले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी 2200 मिटर दूरीमा रहेको दुवै विश्व सम्पदालाई पदयात्राले जोड्ने गुरु योजना तयार पारिएको जानकारी गराएको हो। सो गुरु योजना विश्व सम्पदा दिवसको दिन आगामी वैशाख 5 गते बिहीबार सार्वजनिक गरिने पनि समितिका संयोजक न्युछे काजी महर्जनले जानकारी दिनुभयो। हनुमान ढोका दरबार क्षेत्रमा सो गुरु योजना सार्वजनिक गर्ने र त्यसअघि सोही दिन बिहान स्वयम्भू भुइँखेलदेखि हनुमान ढोका दरबार क्षेत्रसम्म र्याली आयोजना गरिने कार्यक्रम पनि तय गरिएको छ। स्वयम्भूदेखि हनुमानको काससम्मको सम्पदाहरूलाई विश्व सामु चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो र्याली आयोजना गर्न लागेको पनि समितिले जनाएको छ। स्वयम्भू र हनुमान ढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्न गुरु योजना तयार भएको छ। विश्व सम्पदा दिवस 2019 को अवसर पारी आउँदो बिहीबार अर्थात् अप्रिल 18 तारिखका दिन हनुमान ढोका दरबार क्षेत्रमा उक्त सम्पदा पदयात्राको गुरु योजना सार्वजनिक गरिनेछ। त्यसअघि स्वयम्भू भुइँखेलदेखि हनुमान ढोका दरबार क्षेत्रसम्म र्याली आयोजना गरिनेछ।
सम्पदा पदयात्राले उक्त दूरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ महानगरका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्वर्धनको कार्यमा पनि यो पदयात्रा सहायक सिद्ध हुने विश्वास गरिएको छ। सम्पदा पदयात्राको 2.2 किलोमिटर दूरीभित्र रहेका करिब 20वटा महत्त्वपूर्ण सम्पदा स्थलको अवलोकन गर्न सकिनेछ। गत वर्ष दुवै विश्व सम्पदाको बीचमा रहेको 20वटा भन्दा बढी स्थानीय सम्पदाहरूको पहिचान गराउने उद्देश्यका साथ गुरु योजना तय गर्न 1 वर्ष अघि सो समिति गठन गरिएको थियो। 1 वर्ष अघि पनि विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाको अगुवाईमा हनुमान ढोकादेखि स्वयम्भूसम्म पदयात्रा गरिएको थियो। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। आगामी जेठ 3, 4 र 5 गते काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्सपो आयोजना हुने भएको छ। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासङ्घले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो एक्सपो आयोजना गर्ने मितिसहितको कार्यक्रम सार्वजनिक गरेको हो। खानी तथा भूभर्ग विभागको सहकार्यमा सो एक्सपो काठमाडौँको लैनचौर स्थित विभाग परिसरमै आयोजना हुनेछ। नेपाल गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्सपो आयोजना गर्न लागि महासङ्घका अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो। मेलामा भारत, चीन लगायत एसियाली र युरोपियन मुलुकहरूसहित गरी 70वटा कम्पनीहरूले भाग लिने पनि अध्यक्ष महर्जनले बताउनुभयो। Equipment suppliers, Gem and Jewelry Education Institute, Security System र Packaging System, Investor, Diamond and Jewelry Business Persons, Rock and Minerals इन्भेस्टरहरूको प्रवर्धनात्मक भेला हुनेछ। एक्सपोमा सहभागिता एवं सहयोगका लागि मुलुकभरका यस क्षेत्रका खनिजजनी उद्यमी, गरगहना व्यवसायका प्रतिनिधिमूलक महासङ्घ सङ्घहरूलाई आह्वान गरिनेछ। साथै अन्तर्राष्ट्रिय क्षेत्रमा श्रीलङ्का, भारत, श्रीलङ्का लगायत सम्पूर्ण 7 राष्ट्रहरू, चीन, थाइल्यान्ड र जापान तथा युरोपियन राष्ट्रहरूमा समेत सहभागीको लागि अनुरोध गरिनेछ। एक्सपोको बारेमा एसिया मुलुकहरू लगायतका विभिन्न मुलुकहरूबाट चासो राख्दै सहभागी हुने इच्छा व्यक्त भएकोले पनि आयोजकलाई थप उत्साहित तुल्याएको छ। एक्सपोमा अधिकतम सहभागिता जुटाउन विदेश स्थित नेपाल कूटनीतिक नियोग, गैर आवासीय नेपाली सङ्घ लगायतका निकायसँग पनि सहकार्य भइरहेको महासङ्घले जनाएको छ। नेपाली गरगहनाको मौलिकता विश्वमै उदाहरणीय मानिन्छ, त्यसैले त्यसको प्रवर्धनका लागि पनि सो एक्सपो उपयोगी हुने विश्वास गरिएको महासङ्घका अध्यक्ष महर्जनले बताउनुभयो। नेपाली बजारमा i3s प्रविधिसहितको फ्यामिली स्कुटर डेस्टिनी 125 भित्रिएको छ। हिरो मोटरस्कप लिमिटेडले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फ्यामिली स्कुटर डेस्टिनी 125 लन्च गरेको हो। ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जोडित डेस्टिनी 125 स्कुटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत प्रभागले जानकारी दिनुभयो। अत्याधुनिक प्रविधियुक्त सो स्कुटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ। डेस्टिनी 125 स्कुटरको मूल्य भ्याटसहित 2,06,000 राखिएको छ। भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कुटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दाबी गरिएको छ। सो स्कुटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने लगायतका विशेष सुविधाहरू पनि राखेका छन्। अब खेल समाचार। अन्डर 19 विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनौट प्रतियोगितामा नेपालले ओमनलाई 150 रनले पराजित गरेको छ। नेपालले दिएको 230 रनको लक्ष्य पछ्याएको ओमन 45औं ओभरमा पहिलो बलमा 79 रन बनाउँदै अल आउट भएपछि 150 रनको पराजय बेहोर्न बाध्य भयो। मलेसियाको सोलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले 43 ओभर 2 बलमा सबै विकेट गुमाउँदै 229 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक 75 रन बनाएका थिए। त्यस्तै
प्रतीश जीसीले 41, भीम सार्कीले 39, अभिषेक बस्नेतले 15, जित गौतमले 10 रन बनाए। जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो। 3 खेलमा जित र 1 हार बेहोरेको नेपालले विश्वकपका लागि छनौट हुने सम्भावना जीवित राखेको छ। तर त्यसका लागि नेपालले आफ्नो बाँकी खेल जित्नुपर्नेछ भने युएईले कम्तीमा 1 खेल हार्नुपर्नेछ। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मङ्गलबार राजस्थान रोयल्स र किङ्स 11 पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ। 5 जितको लक्ष्यमा रहेको पन्जाब राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल बेलुका 8:15 पन्जाबको घरेलु मैदानमा हुनेछ। आइपिएलको 8औं खेलसम्म पन्जाबले 4 खेलमा जित दर्ता गरेको छ। 4 खेलमा हार बेहोरेको पन्जाब 8 अङ्कसहित लिग तालिकाको 5औं स्थानमा छ। 7 खेलमध्ये 2मा जित र 5मा पराजित राजस्थान 4 अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। सुनसरीमा बसले किल्चेर 1 बालकको मृत्यु। चितवनमा करेन्ट लागेर 1 जनाको मृत्यु। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया विरुद्ध 6वटा उजुरी सुनवाई बुधबार। गोरखामा भूकम्पको धक्का 4.5 रेक्टर स्केलको भूकम्प। अन्डर 19 विश्वकप क्रिकेटमा नेपालको जित। ओमन 150 रनले पराजित। र आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र किङ्स 11 पन्जाब सहित प्रतिस्पर्धा। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।